हामीसँग एकजना भाइ हुनुहुन्छ। नाम के हो? उसको नाम विनायक सिटौला हो। ऊ 12 वर्षको छ। उसको सिटी सिन्ड्रोम भएको रेकर्ड टेस्ट रिपोर्टबाट आएको थियो। कति क्लासमा पढ्छु? कति क्लास? कति? 3। उहाँको चाहिँ सेरिब्रल पाल्सीले चाहिँ उहाँको राइट साइडको ब्रेनमा चाहिँ ड्यामेज भएको हो। पहिला ल्याउँदाखेरि मेरो बाबु चाहिँ अब लड्ने अनि एकदम ब्यालेन्स नहुने, हातको चाहिँ हात यस्तो गर्ने, हातको हातले केही पनि नसमाउने त्यस्तो हुन्थ्यो। अहिले चाहिँ समाउन सक्छ। होमवर्क सक्यो? उनीहरूले खाना पनि अब पानी खाना पनि ब्यालेन्स हुन्थ्यो, पानी खाँदाखेरि पनि पोख्थ्यो। होलिस्टिक हस्पिटलमा उहाँको होलिस्टिक रूपले ट्रिटमेन्ट हुँदाखेरि चाहिँ अहिले चाहिँ समाएर ब्यालेन्स भएर पानी खान सक्ने भएको छ। अनि खाना खाँदा चाहिँ अब हातले त अझै पनि उसले खानु सकेको छैन। त्यो मुस दिएपछि चम्चाले चाहिँ मजाले नपोखिकन खान्छ। राति सुत्न पनि अब टाइममा सुत्दैन थियो। अहिले सुत्छ, बिहान अबेरसम्म पनि सुत्छ। अहिले चाहिँ उहाँको फिडब्याक अनुसार पनि निन्द्रा चाहिँ राम्रो छ। साथसाथै हातबाट समात्न सक्ने, हातबाट ग्राब गर्न सक्ने पावर बढेको छ। अनि सँगसँगै उहाँको हिँड्दाखेरि ब्यालेन्स नहुने, ब्यालेन्सकोमा चाहिँ धेरै इम्प्रुभमेन्ट भएको छ। अहिले एउटा खुट्टामा उभिँदाखेरि सर्टेन समयसम्म उभिन सक्ने र फल हुने चाहिँ धेरै कम भएको छ।